हुँदैन हौ यसमा यस्तोमा कहाँ सिसा हुन्छ निकाल्न पनि अलि छिटो गरे क्या हतार गरे यसमा त पानी पसेको छैन कि यो खोलामा पानी सुकिसक्यो के मोटा आएछ टाउको टाउको माछा हुन्छ भने के यसमै पनि हुन्छ नि मलाई बुट लगाइदिनुस् न खुट्टामा चल्छ भनेको मलाई बुट लगाइदिनुस् न भएन ल नेक्स्ट वान छ हाम्रो यो दिस प्लेस खाँदै छ है त ल ल ल माछा समाज तयारी भइसक्यो पानी देखेरै मुडा हुन्छ अनि कहाँबाट हल्लाउन मन लाग्छ हल्लाइदिन्छ ल ल मजाले हल्ला त्यो झास आयो झास निकाल यो चाहिँ सानो खोला र ठुलो खोलाको दोकान जस्तै हो यो ए बाबु हात छोड्यो भने त म तिमीलाई पानीमा छोड्छु ए भाइ जुत्ता पस्छुस् कि तिम्रो कट्टु पुस्छुस् मतलब भएन बुझ्यो ल ल 30 वटा जति माछा निकाल्नुपर्छ है किसान तपाईँहरूको एक्सपेक्टेसन बढी भयो क्या 30 वटा माछा निकालेर ठ्याक्क फ्राई गरेर बेलुका शीतल किरण अङ्कल किरण दाइलाई हटाउँदैन किरणलाई हल्लाउँदैन एकचोटि सिक्नु परेन त्यहाँ त्यो चाहिँ हल्लाएर कहाँ आउँछ तपाईँ उसले सानो बाबुले खुट्टाले हल्ला खुट्टाले बाबु हतियार भारी छ खालको घर भन्ने चिज हुनु भएन सर्प आयो नि समाउनु पर्छ है देख्दै आउनु पर्यो रामेले थापेन क्या राम्रै त यार तेह्रैतिर माछा आउँछ धेरै अब म बोक्नु पर्ने थियो यसले राम्रै थापेन यार ल ल लिएर पर्दैन केही हुँदैन तिमीलाई ओभर एक्टिङ कि दुकान खुट्टा हुन्छ खुट्टातिर पनि हुन्छ पर्छ झाडी भटाउ कि झाडी भटाउ त खोलै ठुलो छ नि यत्रो सानो खोला ठुलो भन्छ हामी पौडी खेल्ने बेला कत्रो हुन्थ्यो अब यो अहिले त के भन्छ त्यहाँभन्दा त्यो धेरै कम भएको नि यो खोला झट्टै तेरो जस्तो गीतमा हालिदिन्छु भाइको छोराले के भएको अर्को सामान कतिवटा भयो 3टा भएन गनेर काम छैन क्या 3टा भयो 4 5वटा 5वटा परेछ 6वटा 7वटा 8वटा ओहो ठुलो रहेछ 9वटा 10वटा 10वटा भयो 10वटा 10वटा त पऱ्यो यार यसमा त बिल्कुल ओ ठुलो 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 ओ
टोक्ने यहाँ यतापट्टि माछा आएछ त 11वटा कतिवटा पऱ्यो 11वटा नि त्यसले 12वटा ऊ 13वटा रहेछ 14वटा 14 13 हो ठुलो पनि फाल्नु परोस् ऊ यहाँ रहेछ एउटा नानीहरू 15वटा ए 16वटै परेछ नि त ल 16वटा यहाँ पनि छ तल गयो कहाँबाट हेरेछ हालेछ पल्टन हटाना ऊ यहाँ छ यो यहाँ पनि छ 17 18वटा ल 18वटा माछा पर्दो यार हो रे माछा गनिसक्यो यहाँ छ त कति लड कति पर्दो रहेछ हेर्नु यसमा चाहिँ करेस समात ओ बाल्टीमा ढुङ्गा निकालिदिउँ ओ परिरहेछ है यहाँ चाहिँ माछा छ दुईवटा भयो भर्खर दुईटा भयो घामले पोल्यो नि त नि यहाँ पनि छ है कता भयो यस यो त सानो छोड्नुपर्छ क्या तर टेस्ट त्यही हुन्छ फेरि ल छैन त बथान ल मजा छ एक हात यहाँ एउटा चिज भेट्यो क्या खोलामा यस्तो पनि भेट्छ कतातिर गयो ऊ जाँदैछ जुम गर्न मिलेन ऊ जाँदैछ ऊ यो चाहिँ लामै माछा हो यहाँ माथि जाँदैछ ऊ देख्यौ तिमीले यहाँ हेर्न त लामो माछा उता गयो ओ ढुङ्गाभित्र गयो हो यहाँ छ जिउ चाहिँ ऊ जाँदैछ चट्ट लाएर ओ उताबाट गयो ल गरी माछा खान आएको यो गरीमा माछा खान आएको छ है यहाँ चाहिँ पुरा धानबारीमा गयो धानबारीबाट नि खोला पारी तरेर आएछ यो उहाँनिर देखा छैन ढुङ्गा नहाल्नु न त्यहाँ जुम गरेर देखाउनु न कहाँ गयो माथि हेर्नु ऊ फर्किन लाग्यो नि ऊ हेर्नु उहाँनिर ऊ देखा छैन ऊ गजाँदै छैन ऊ पुच्छर त त्यहीँ छ नि ऊ यहीँ रहेछ कहाँ यहाँ गइसक्यो यता कता गयो हट्दा ढुङ्गाभित्र छिर्यो ल सर्वै अहिले भिडियो गयो ले ल यो त टोक्छ त यसले त ल माछा हो यो चाहिँ ठुलो माछा हो ल लास्ट यही लट हो परे पनि नपरे पनि ल ल ल ल ल माछा चाहिँ झोल थाप्ने म एउटा छ तर पर्छ कि पर्दैन हेर हाम्रो यो लास्ट हो है यो लास्ट हो यहाँ त यस्तो लामो खोलामा ल लास्ट हो है त यति पऱ्यो आज चाहिँ 2-3टा परेन 3टा देखेँ मैले 4वटा बेबी माछा पनि छ त्यो पनि ठिकठाक आज 6वटा कस्तो टाउको देखाएर 6वटा पऱ्यो नि त टाउको दुख्यो बेबीलाई 7वटा ल बेबीलाई टाउको दुख्यो कर्सको गर्लफ्रेन्डले बोलाइसक्यो होला त्यहाँ ल गाली गरिसक्यो होला कहाँ गयो यति नै माछा होला देखेँ अब जाउँ ल क्यान्सल अब जाउँ न जाउँ क्यान्सल ल यति नै हो कर्सको यहाँ कट्टुमा एउटा माछा रिजर्भ गरेर टोक्नेवाला ल हाल स्टिकी माछा कट्टुमा आयो भने यसले टोक्यो नि त हातमा मेरो तेरो तुरीमा टोकोस् भनेर हो कि मैले हाल आज यो भिडियो बन्द